साथीहरु वेलकम छ मेरो न्यू भ्लगमा हैन। आज चाहिँ हैन बिहानको सुरुवात चाहिँ यसरी भयो। बुवा पूजा गर्दै हुनुहुँदो रहेछ पल्ला घरमा अनि मनि गएँ अनि मैले एकछिन बुवाले पूजा गरेको हेरेँ अनि मैले बुवाको भिडियो बनाएँ। अनि आज एकादशी पनि हो। अनि यो चाहिँ माघे सङ्क्रान्तिमा खाने भनेर ल्याएको रे मलाई ठुङ्गो का यसले चाहिँ। अनि एकादशी पनि हो अनि बुवाले गीता पढ्दै हुनुहुन्छ। गीता पढ्नुभयो अनि पूजा सुजा पनि गर्नुभयो अनि सुस्तानीको गीता पनि निकाल्नु भएको र अनि मैले पनि सुस्तानी पढेँ। 14 अध्याय पुर्याउनु भएको रहेछ अनि मैले 1 अध्याय पढेँ अनि पाती चढाएँ हैन। मैले पनि मलाई नि मनपर्छ सुस्तानी पढ्न अनि मैले नि पढेँ। अनि बुवा यता गीता पढ्दै हुनुहुन्थ्यो। आमाले पूजा गर्नुभयो। बुवाले पनि पूजा गर्दै हुनुहुन्छ। बुवाले चाहिँ सक्नु भएको छैन। मैले सकेँ अघि नि 1 अध्याय पढेँ अनि उठेमा चाहिँ बुवा चाहिँ गीता पढिराख्नु भएको छ हैन। बुवा अनि पूजा पनि सकेको छैन बुवाको चाहिँ। मैले घरमा आएँ अनि मैले घरमा आएर चाहिँ तरकारी पकाएँ साग र आलुको। मिठो भएको जस्तो देखिरहेको थियो यो तरकारी चाहिँ कस्तो भयो भन्ने कुरा चाहिँ अनि तर मिठै भइरहेको थियो। अनि म चाहिँ गएँ भरे बारीमा जाँदा यस्तो रहेछ अनि मेवा चाहिँ आम्म पाकेछ हैन। मैले टिप्न सक्दिनँ भन्ने मैले टिपेँ हैन। मैले टिपेर ल्याएँ अनि मैले आमालाई देखाएँ हैन। आमाले लु काट्न त खानुपर्छ भन्नुभयो। यस्तो चरा ल्याएको र अनि चरा ल्याएको चाहिँ अनि मैले फ्याँकेँ अनि मैले काटेँ अनि मैले बुवालाई पनि प्रसाद राखेँ। मैले पनि लिएर अनि घर आएँ घरतिर अनि यो ल्याएको मम्मीलाई दिएँ अनि मम्मी चाहिँ दुध तताउँदै हुनुहुँदो रहेछ। अनि त्यो दुध चाहिँ हाम्रो आज ढिलो दिएछ भुइँसीलाई अनि हामीले ढिलै ततायौँ। मम्मी हेर्दै हुनुहुन्छ मलाई। मम्मीले देखाउनु भयो अनि भाइले चाहिँ घर तरुल खनेर ल्यायो। बाबा र भाइबाट घर तरुल खनेर ल्याउनु भएछ। भोलि माघे सङ्क्रान्ति हो नि त अन्त हेर अब घर तरुल त खानु पर्यो। गुन्द्रुक यो चाहिँ मम्मीले गुन्द्रुक हालेर गुन्द्रुक भिजाउनु भएको सुकाउनु भएको रहेछ। यो माडा यो चाहिँ दुईटामा हाल्नु भएको र मम्मीले माडा यस्तो ल माडा समातेको उहाँ तल लड मैले गाली खान्छु होला साथीहरू हैन। त्यो पनि मैले देखाइदिएँ तपाईँहरूलाई। अब के भन्ने थाहा छैन मलाई अरू कुरो। मैले चाहिँ अघि आमाहरूकोमा अचार देखेको थिएँ नि मैले अचार चोरेँ क्या आमाहरूकोमा आएर अचार चोरेँ। अब खाना खाने बेला भएर थियो नि त अनि म कागतीको अचार लिन आएँ। आमा यहीँ हुनुहुँदो रहेछ अनि आमा चाहिँ तरकारी पकाउँदै हुँदो रहेछ। आमासँग मैले एकदिन भएका नभएका हावा गफ लाएँ एकछिन। आमाले तरकारी पकाउनु भयो तर आमाले यति मिठो तरकारी पकाउनुहुन्छ नि मलाई धेरै मनपर्छ। त्यही पनि अनि बुवाले पूजा गरिसक्नु भएछ अनि मलाई टिको लगाइदिनु भयो। प्रसाद खाएँ टिको लगाएँ अनि आएँ। अचार चोरेँ नि त अनि अचार लिएर आएँ क्या मैले चाहिँ। अनि आएर दुध उम्लिसकेछ अनि मम्मीले पनि दुध चलाइसक्नुभयो। अनि मैले यस्तो काम बढाइदिएँ केराउ हतालमा नदेखिकन चना केरा हुत्याइदिएँ क्या मैले चाहिँ। अनि टिप्दै छु अब फेरि गाली खाइन्छ टिप्नु त परिहाल्यो। अनि म गएँ करेसाबारीतिर अनि मैले चाहिँ हेरेँ सब के रहेछ भन्दा हाम्रोतिर अहिले अहिले खासै हरियो केही रहेन सबै सुकेको र यहाँ पराल राखेको रहेछ। यो कफीहरूको पनि बोट यस्तो भएर सुकेको रहेछ अनि यतिखेर सुक्ने बेला हो नि त अनि खासै केही रहेन। त्यही पनि हेरेँ मैले यस्तो रहेछ। अनि हाम्रो चाहिँ यस्तो छ क्या भित्र त्यो चाहिँ हाम्रो सुन्तलाको बोट हो क्या। अनि हाम्रो टनेलभित्र चाहिँ यस्तो राम्रो साग रहेछ कि साग रहेछ खोर्सानी रहेछ होइन। टमाटर र कस्तो राम्रो भएको रहेछ। अलिक खानु लगाएको रहेन पाकेको रहेन साग रहेछ यस्तो मजाले भएको दामी साग रहेछ। अनि मैले यो सागको नि भिडियो बनाएँ। एकछिन म त्यहीँ बसेँ हेरेँ टमाटरहरू सबै। त्यो चाहिँ लसुन रहेछ लसुन कति राम्रो भएको रहेछ क्या। अनि यहाँ चाहिँ धनियाँ रहेछ धनियाँ नि कस्तो राम्रै ठिकै भएको र हामीलाई खान पुग्ने भएको रहेछ। त्यही नि मैले एकछिन हेरेँ। त्यो खोर्सानीको बोट त्यो सुन्तला हो होइन हाम्रो। अनि त्यो मासतिर नि हेर्नु त्यहाँ नि सुन्तला छ क्या हाम्रो। अनि त्यो चाहिँ हाम्रो आमाहरूको घर हो अनि त्यो चाहिँ हाम्रो अलिकति भन्दा देखिएन होइन सेलिएर। अनि यही साग देखाएँ मैले होइन लसुन अनि सक्यो। अनि म चाहिँ आएँ अनि भरे मम्मीले अघि माडा लडाएको भेटिहाल्नु भएछ अनि मम्मीले तानेर हुँदै सुकाउनु फेरि दुइटै माडा। अनि एकछिन मम्मीसँग यस्तो गफ लाएँ। आफैले गल्ती गरेपछि हाँस्नु त परिहाल्यो अनि म पनि हाँसेँ एकछिन। मम्मी पनि आउनुभयो त्यो राखिसकेर म र भाइबाट चाहिँ। अनि मम्मीको मोबाइल बिग्रिरहेको थियो क्या खै के भयो त्यो सेटिङ अनि हामी बनाइदिँदै थियौँ। मैले चाहिँ लगाएको बस्छौँ एकछिन भाइ र म। अनि म गएँ बाख्रा हेर्नलाई। बाख्रा बस्तु हाम्रो बारीमा थियो अनि गयौँ म र मम्मी चाहिँ अघि जानुभएको थियो खासमा। अनि म गएँ यस्तो मम्मीले चाहिँ खोले दिएर अनि
बाख्राहरूलाई राख्नुभएको र घाँस काटेर ल्याएर यहाँ हुनुहुन्छ मम्मी चाहिँ। हाम्रो भैँसी चाहिँ ऊ त्यस्तो छ होइन। अनि यो भैँसीको पाहाड हो। उनीहरू चाहिँ मलाई खासै मन पर्दैन, मलाई हान्छन् नि त, अनि त्यही भएर मलाई मनै पर्दैन। त्यो पनि हाम्रै हुन्। मम्मी यहाँ हाँस्दै हुनुहुन्छ, मैले भिडियो बनाएको देखेर होला। बाख्राहरू चाहिँ यहाँ छन् हाम्रो यो बारी हो। अझै म यो गेडुले काट्छु क्या, यो गेडुले काट्छु। यो मैले गेडुले काटेँ होइन, अनि मम्मीले भिडियो बनाइदिनु भयो चाहिँ। मैले गेडुले काटेँ तर मैले धेरै काट्नै सकिनँ क्या, कस्तो चर्को घाम थियो। अनि यति काटेँ, मैले यति काटेर झरिसकेँ होइन। यति समेल्नु भयो मम्मीले। अब हामीको बाख्रालाई हालिदिने भन्दैछौँ। मम्मीले समेलिसक्नु भयो। यो झारपात चाहिँ भुइँसीलाई हालिदिनु भयो। अनि अब हामी चाहिँ यो घाँस चाहिँ अब बाख्रालाई हालिदिन्छौँ क्या। यो चाहिँ बाख्रालाई हाल्ने भनेर टिप झारेको नि त। अनि त्यही भएर मम्मी चाहिँ हेर न, त्यो पात पनि टिपिरहनु भएको छ बिचरा। मम्मीलाई कति लोभ लाग्छ क्या घाँसको। अनि हामी गयौँ, हिँड्यौँ। अब हामीले समेलिसक्यौँ नि त घाँस पनि समेल्यौँ। मैले झारेँ, अनि मैले चाहिँ सादा बोकेँ, मम्मीले चाहिँ घाँस बोक्नु भयो। अझै टिपिरहनु भएको छ क्या मम्मी चाहिँ। के गर्नु भगवान्। मैले मम्मीलाई जिस्काउँदै अनि हामी गयौँ। झऱ्यौँ। भैँसी हेर्नु न, यो भैँसी हेर्नु त, मैले जिस्काएको ऊ त्यस्तो गर्छ क्या, मलाई हान्छ क्या। अनि त्यही भएर त मलाई यो भैँसी मन पर्दैन भन्छु त। हेर्नु न, मलाई देख्नै सक्दैन क्या, यसले एकचोटि आउँदा नि मलाई कस्तो मजाले हान्दा चाहिँ। अनि मलाई डर पनि लाग्छ, म त्यही भएर खासै छेउ पनि जान्न। हेर, अनि यो चाहिँ बाख्रा। मम्मीले बाख्रालाई घाँस चुनाइदिनु भयो। अनि हामी गफ गर्दै दुन्नायौँ। अनि म चाहिँ मम्मीलाई के भनिरहेको हुन्छु। अनि मम्मीले यत्तिकै केही नभनी हाँस्दै बाख्रालाई घाँस चुनाइदिनु भइरहेको छ। मम्मी चाहिँ गफ गर्दै हामी चाहिँ धेरै बेर बस्यौँ। अनि मम्मीले चाहिँ यो नाम्लो हो कि के भने बाँड्नु भयो, एउटा धोक्राको रहेछ। अनि गफ गऱ्यौँ मम्मीलाई म घर जाऊँ भन्छु। मम्मी मान्नु भएको छैन, के काम सके कि छैन भन्नुहुन्छ। अनि बस्यौँ एकछिन। अनि मैले नल झारेँ माथिबाट, मम्मीले भैँसीलाई हालिदिनु भयो। अनि हामी अब घर जान लागेको नि त। अनि त्यही भएर हिँड्ने बेलामा अलि धेरै घाँस हालिदिएर जाऊँ भनेर मम्मीले चाहिँ भैँसीलाई नल हालिदिनु भयो। अनि हामी आयौँ। अनि आएर चाहिँ हामीले मोही खायौँ। मोही खान लागेको साथीहरू, मैले मोही खाएँ ल। अनि त्यस पछाडि चाहिँ हामी गिटे डाँडामा क्या, हाम्रो वहाँ पर खेतमा हाइड्रो छ नि त। अनि हामी चाहिँ त्यहीँ हाइड्रो अनि हामी त्यहीँ हिँड्यौँ। मलाई कस्तो हेर्न जान मन लागिरहेछ भने। अनि म र मम्मी चाहिँ हिँड्यौँ क्विक चाउचाउ बोकेर एउटा। अनि गयौँ धारामा। त आमा हात खुट्टा धुँदै हुनुहुँदो रहेछ। अनि मलाई नि हात खुट्टा धुन मन लाग्यो चिसो पानीमा। म चाहिँ आमालाई आमा जाऊँ म पर हिँडेको हेर्न भन्दै हात खुट्टा धोएँ, मैले पनि खुट्टा धोएँ। अनि आमाले म जान्न भन्नुभयो। अनि त्यसो भए ल आमा हामी चाहिँ गयौँ ल भन्दै। अनि म आमालाई भन्दै अनि हामी पनि गयौँ। क्विक चाउचाउ मैले खोलेँ। अनि हामी आमा छोरी खायौँ। मम्मीले अलिकति खानुभयो, मैले मात्रै खाएँ। अनि हामी गयौँ यो बाटो हुँदै। अनि रोडले चाहिँ यस्तो धुलो क्या साथीहरू, यस्तो बनाएको रह कि सबै खुट्टाभरि अघि धोको। तर एउटा चाहिँ राम्रै भएछ क्या, यस्तो बनाएको रहेछ नि त। अनि कुलो बनाएको रहेछ साइडमा। अनि त्यही भएर पानी चाहिँ राम्रोसँग जाने भयो। यो बाटो कहिले पिच हुन्छ होला, कहिले राम्रो हुन्छ होला भन्दै म र मम्मी चाहिँ गफ गर्दै गयौँ। अनि मम्मी चाहिँ मलाई यस्तो उस्तो के भन्दै सुनाउँदै हुनुहुन्थ्यो क्या। अनि हामी पनि त्यही कुरा गर्दै गयौँ। यो चाहिँ हाम्रो खेत हो क्या साथीहरू। अहिले चाहिँ यस्तो भएछ क्या, आम्मै कस्तो माया लाग्ने, यहाँबाट कस्तो दामी डाँडो देखिन्छ। यस्तो भएछ क्या हाम्रो। यसमा चाहिँ मैले त्यो प्र्याक्टिकल गर्दाखेरि मैले सर्वे गरेको थिएँ। अनि त्यही भएर कस्तो चाहिँ भएछ भन्ने पनि लागेको थियो। यहाँ दाइहरू को काम पनि गर्दै हुनुहुँदो रहेछ। अनि एकछिन हामीले हेऱ्यौँ, बस्यौँ त्यहीँ गफ गरेर। यस्तो रह क्या ओह्रालो भन्ने, कति धेरै क्या, हेर्दा त कस्तो माया लाग्ने क्या। अहिले त पछि कस्तो हुन्छ होइन थाहा भएन, अहिले चाहिँ कस्तो माया लागेर आयो। अनि मम्मी चाहिँ कता जानुभयो, मम्मी पनि यताउता हेर्दै हुन्छ। अनि मैले मम्मीलाई बदाम दिएँ क्या, अघि गोजीमा हालेको थिएँ। अनि चाहिँ हाँस्नुहुन्छ। अनि हामीले बदाम खायौँ। अनि झऱ्यौँ। त्यो चाहिँ म पढेको स्कुल हो क्या। जे भए पनि यस्तो आफ्नो स्कुल कस्तो रहेछ भनेर हेरिँदो रह नि त। अनि मैले पनि हेरेँ त्यो स्कुललाई। अनि हामी गयौँ। हामी चाहिँ दाउरा लिन आएको थियौँ नि त, दाउरा काटेको यसरी राखेको रहेछ। अनि
अलिअलि हेर्न जाँदा दाउरा ल्याइदिउँ न त भन्न गएको थियौँ भने दाउरा जस्तो गरेर राखेको रहेछ थोरै थोरै रहेछ अनि पनि यसो जाँदाखेरि त्याउनु भनेर दुईजना आउँदा ल्याउँ न त भनेर अनि हामी डोको पनि बोकेर गएको थियौँ नि ल त्यही पनि त्यहाँबाट पनि मैले एकछिन हेरेँ सबैतिर हेरेँ राम्रो देखिन्छ नि त अनि त्यही भएर हेरेँ कस्तो राम्रो देखिन्छ यतातिरबाट हेर्दा चाहिँ हाम्रो त्यो गाडी गुड्ने मेन रोड चाहिँ त्यही हो क्या साथीहरू कस्तो यही हो अनि भइहाल्यो माथि कस्तो राम्रो डाँडोहरू देखिन्छ हाम्रो मम्मी चाहिँ दाउराको भारी हालिदिँदै हुनुहुन्छ मेरो भारी क्या धेरै त लाँदिनँ त्यही पनि अलिअलि लगौँ न भनेर अनि मम्मी चाहिँ भारी हाल्दै हुन्थ्यो म चाहिँ चारतिर हेरेर बसिरहेको थिएँ क्या डुलेर भिडियो बनाएर मलाई भारी नै हाल्न आउँदैन अनि त्यही भएर पनि मम्मी भारी हालिसक्नु भयो मेरो त्यहाँ थियो होइन अनि मम्मीको त्यहाँ थियो अनि हामीले हाल्यौँ अनि अहिले त नजाने भन्दै हुनुहुन्छ मम्मी अनि हामी म चाहिँ उड्ने सुड्ने बाँधेर बसिरहेछु क्या टाउकामा धुलै धुलो रह नि त अनि मम्मीलाई पनि के भन्दैछु अनि मम्मीको भारी हेर्दैछु मम्मी मेरो भारी हेरेर गीचाउँदै अनि मोबाइल हेर्दै मम्मी पनि एकछिन बस्नुभयो मम्मीले भुन्टी हेर्दै हुनुहुन्छ क्या भुन्टी हो कि सिता के हो मम्मीले त्यो हेर्नुभयो अनि हेर्दै हुनुहुन्थ्यो अनि म चाहिँ यत्तिकै भिडियो बनाएर गफ गरेर बस्यौँ एकछिन हामी हेर्नु न मम्मीले भुन्टी हेर्नु भएको अरे क्या अनि हामी चाहिँ हिँड्यौँ साथीहरू एकछिन बसेर भारी बोकेर मम्मीलाई मैले अगाडि लाएँ अनि हामी हिँड्यौँ अनि मैले त्यस्तो गर्दा भारी बोकेँ होइन म अलिअलि मात्र ल्यायौँ क्या हामीले धेरै ल्याएनौँ धेरै दाउरा पनि थिएन सुकेको पनि रहेन अनि ल्याएर खोप टाइम हामीले यति ल्याएछौँ आमा छोरी दुईजना भएर खोप टाइम हामीले अनि चाहिँ मैले फेरि घर तरुल तासेर पखालेर लिएर आएँ क्या धाराबाट अनि अब पकाउन लागेको अनि अब हामी घर तरुल पकाउँछौँ यस्तो गरेर अनि पाको घर तरुल होइन अनि हामीले घर तरुल पकायौँ अनि अब हामी खान्छौँ साथीहरू हामीले चाहिँ घर तरुल चिया खाएर होइन अनि सुत्न लागेको क्या अनि मेरो आजको भ्लग चाहिँ होइन अनि सक्यो म थ्याङ्क यू फर वाचिङ माई भिडियो गुड नाइट साथीहरू